ग्राउन्डको नजारा यस्तो छ र हाम्रो भाइ बहिनीहरूले चाहिँ नि खेलिरहेछन्। 11 को बहिनीहरू हुन् है। वाउ यताबाट यस्तो दर्शकहरूले ताली बजाइराख्नु भएको छ। यस्तो छ फाइनल ग्राउन्ड चाहिँ सरर सबतिर दामी धक्कास पाडामा। दादा स्पोर्ट्स विक बारे केही भनिदिनु ल त यसो छ्यास स्पोर्ट्स होइन यो स्पोर्ट्सको उयोको बारेमा यसो केही भनिदिनु पर्यो। अब नेपाल विद्यार्थी सङ्घले यसपालि गरेको छैन। विद्यार्थी सङ्घको सङ्गठनले कुरा नजोडौँ। हजुर कसरी क्याम्पसदेखि अब खेल सप्ताह भनेर सञ्चालन गरेको थियो। यसमा भलिबल केटाकेटीको ब्याडमिन्टन टेबल टेनिस छ। अब भलिबल केटाको भोलि सुरु हुन्छ। अहिले चाहिँ केटीको भलिबल भइरहेको छ। आज फाइनल हो नि त। आज केटीको चाहिँ फाइनलै हो। फाइनलै सञ्चालन भइरहेको छ। केटाहरूको भोलि सञ्चालन हुन्छ गेमहरू। आज केटीको फाइनल चाहिँ हेर्नु होला, मनोरञ्जन दिनु होला। हवस् त धन्यवाद दादालाई। हाम्रो चाहिँ 11-13 रोमाञ्चक भइरहेको छ। स्पर्धात्मक 12 र 13 भइरहेको छ। वाउ ओ यस्तो छ बहिनी ओ बहिनी आजको त फुल म्याचै देखाउनु पर्ला जस्तो छ यार। पुलिस यस अलि अगाडि बढ। यहाँ अलि देखिएन क्या यहाँबाट। यस ओ माई गॉड के अरे अरे यो हो नि त लाग्यो। सही हो। राम्रो खेल्दाखेरि पनि आज चाहिँ अब सर्भिस उहाँले दिन लाग्दै हुनुहुन्छ। सर्भिस मिलेको छैन। दर्शकबिन बाहिर निक्ल्यो। यतिको चाहिँ हुनुपर्छ यहाँ। कमान्डिङ है। कमान्डिङ दादा कमान्डिङ एकदमै कमान्डिङ। ल हाम्रो बहिनीले प्रहार यस्तो हानो। ओ माई गॉड ओ माई गॉड मिस राम्रो प्रहार। नाइस यो त 5 मिनटमै गेम सकेला जस्तो सकिँदैन बराबर छ। ओहो राइट र खत्रै भलिनु नानीले। कोचले यहाँ केही टिप्सहरू सिकाउँदै हुनुहुन्छ भने यता चाहिँ हाम्रो दादा गइसक्नु भएको छ। हाम्रो दादा यता हुनुहुन्छ। वाउ हाम्रो दारीबा यता हुनुहुन्छ। मोडल आजको मोडल एकदमै थकित पारामा। दादा केही भनिदिनु पर्यो प्लिज। तपाईँको सानो अब मैले के भन्नु यता हाम्रो प्रगति ग्राउन्डमा यसो केटीहरू भलिबल भइरहेछ। हाम्रो सरबाट सबै हेर्न आउनु। ल अब एकछिन हाम्रो गेम चाहिँ फेरि सुरुवात हुन गइरहेको छ। नानी बाबुहरूले छलफल गरेर निकै नै मेहनतको साथ आफ्नो पक्षमा पार्नको लागि चाहिँ यहाँ जोरदार प्रयास गरिरहनु भएको छ दुवै टिमका खेलाडी साथीहरू एकदम दमदार तरिकाले लागिरहनु भएको छ। ए होइन सरले सुन्नु भएको छैन। कता हो कता यार, म त कता देखाइरहेको छु। हाम्रो नानीले भलेकी छिन् तर नेट कट्न सफल भएको छैन। सो सर्भिस, ओ माई गड, ठुलो मिस्टेक, भारी पारामा मिस्टेक भएको छ यहाँनिर।
तिमी चाहिँ नि कता उता उता आइसकेको छु यहाँ एउटा अकाउन्ट नम्बर पठाउनु पर्ने भएको कारणले गर्दाखेरि क्युआर पठाइदेऊ न भरे ओ माई गड अलि हाई हुन सफल हेर्दै जाउँ र धेरै पछि यताको नम्बर आइसकेको छ नानीको सर्भिस अहिले चाहिँ राम्रो खेल्यो मेरो नानी तर बिग्रियो केटाहरूले छाडा बोलिसकेको छ नि यहाँ ल ल ल ल बिजोक रमाइलो भएको छ यहाँनिर अभी अब हान्छ अभिले कस्तो पुग्छ अभिले हाने उनी छैन ब्यालेन्स छैन मेरोबाट पठाइदिनु पढाउनु त पढाउनु त नि एकछिन म्याच चलिरहेको छ यहाँ हाम्रो अनि रोक्ने कुरो त हुँदै भएन नानीको कटाउनु बिचको नम्बर झ्याप्प खुसियाली देख्न सक्छौँ यहाँ हामीले कहाँ लगाइरह होला कस्तो आइरहेको कस्तो आयो जस्तो आयो नि आयो अब खिचिराखियो के डिस्कसन भयो यहाँ फेरि हाम्रो रेफ्री सर रिसाउनु भएको छ ओ माई गड खुसियाली देख्न सक्छौँ हामीले यहाँनिर सर्भिसबाट नम्बर ल्याएछन् नानीले धेरै पछि नम्बर हजुर सक्छ त कसैले ल 25-22 म्याच सकिसकेको छ यो म्याच दामी धाँसो भयो खान्छ होला नि त